हेलो सबैजनामा नमस्कार। आज चाहिँ हामी 2082 सालको वैशाख 1 गते नयाँ वर्ष मनाउन तिनजुरे मिल्के खासमा आएको अनि तिनजुरे मिल्केतिर चाहिँ गएर पनि आइसक्यौँ। अहिले चाहिँ हामी बसन्तपुरको चुम्लुङ पार्क भन्ने ठाउँमा छौँ। अघि चाहिँ मैले भ्लग बनाउन सकिनँ किनकि मलाई गाडीले एकदमै धेरै सतायो। म बिरामी थिएँ अनि त्यहाँ तिनजुरे मिल्के गएको। त्यहाँ त के भन्नु र, गुराँस फुलको राजधानी भनेर चिनिन्छ। तर अहिले त एउटा पनि फुलेन भन्दा पनि हुन्छ, फुलै थिएन अनि जाँगर पनि लागेन क्या मलाई भिडियो बनाउन। त्यही भएर अहिले चाहिँ यहाँ पार्कमा आइरहेको छु, म फ्रेस भएको छु अनि भिडियो बनाइरहेको छु। अब यहाँ यो पार्कमा चाहिँ के कस्तो छ यहाँको बारेमा त्यस्तो धेरै केही जानकारी केही पनि थाहा छैन, तर के कस्तो छ त्यो चाहिँ देखाउँछु है त। यो चाहिँ पुरै ढुङ्गाको यस्तो बनाएर खिड्की हालेर अनि यस्तो धेरै अग्लो ढुङ्गा रहेछ। यो चाहिँ लिम्बू जातिहरूको कल्चर अनुसार बनाएको भन्ने कुरा सुन्नमा आयो। यो माथितिर चाहिँ गाडी कति धेरै छ, मान्छेहरू कति धेरै आउनु भएको रहेछ नयाँ वर्ष मनाउन। यहाँ मेरो छोराले मलाई के भन्दैछ पनि, आज फेरि मेरो छोराको बर्थडे हो। ह्याप्पी बर्थडे छोरा। तर एउटा चिज त्यस्तो चिज कति माग्छौ तिमी। यहाँ चाहिँ पुरा राम्रो भ्यू देखिरहेछ। अनि यतानेरि चाहिँ यो पुरानो पहिलाको पालाको घर बनाएको रहेछ यो पार्कमा चाहिँ। यता अर्को छ, उद्धो अर्को छ, यता अर्को छ। अनि यो के को बोट हो थाहा भएन, राम्रो छ। अनि यहाँ चिलाउने काठको मुढाको, छोड न, काठको मुढाको यस्तो राम्रो बस्ने ठाउँ सिट बनाइदिनु भएको रहेछ। यस्तो धेरैवटा छ, यता पनि छ, यता तल पर पनि देखिन्छ। यो पुरानो जमानाको घर बनाएर राखेको रहेछ। अनि यहाँ पर पनि छ, माथि पनि छ। पर हेर्न गएकै छैनौँ हामी। अनि यहाँ मेरो प्यारो विक्रम भाइ छ, ऊ नुममा बस्थ्यो। हिजो 81 सरप्राइज गरेर चाहिँ आइपुगेको। अनि लु हिँड भनेर हामीले लिएर आएको नयाँ वर्ष मनाउन। मेरो प्यारो भाइ, ह्यान्डसम भाइ होइन। के छ विक्रम, केही छ भन्नु मेरो भ्लगमा? के भन्नु र, नानाहरूसँग आउँदा खुसी लाग्यो होइन, धन्यवाद पुगेछु नि म। त्यही त अलिकति आज आएको भए त आउनै नपाउने पो। कस्तो खुसी लाग्यो। थ्याङ्क यू। राम्रो भ्यू चाहिँ देखिएको छ है साथीहरू। वाउ, निलो आकाशमा सेतो बादल मडारिराखेको छ। एकदमै मनपर्ने के एकदमै मनपर्ने यस्तो भ्यू चाहिँ मलाई। धेरैजना आउनु भएको छ। तल एउटा भाइ मैले चिनेको भाइ देखेँ मैले, चिनेको भाइ अनन्त भाइ। मेरो भ्लगमा स्वागत छ। के छ अनि कतिखेर आउनु भएको? तिनजुरे गएर आउनु भएको कि? ए हामी पनि माथि गएको, गाडीले मातेर भिजोक्थ्यो। बल्ल फ्रेस हुँदैछु म पनि। को आउनु भयो? ए अनि खै परिवार चाहिँ? अरू परिवार पो बोकेर आउनु भएको रहेछ त। ल पहिला नि आउनु भएको थियो यहाँ? ए हामी त पहिलोचोटि। हस् भाइ। तिनजुरेमा त कोही चिनेकै भेटिन हौ, मेरो साथीहरू नि आउनु भएको रहेछ। ल तिनजुरे गएर आउनु भएको कि यहाँ मात्रै आउनु भएको? ए हामी चाहिँ तिनजुरे गएर। रमाइलो रहेछ नि, कतै पुरानो स्टाइलको घरहरू रहेछ यता। अनि यो काठको चिलाउनेको बोटको रहेछ, कस्तो मजाको नि। ल न
नयाँ वर्षको शुभकामना है। तपाईँलाई पनि है सेम टु यु। हस् खोइ तपाईँको नानीहरू यता सानो हेलो देखेन ए मेरो छोरा त अनि के हो मेरो छोरा त घोडा पो चढिसकेछ त बाबै ल बर्थडेमा नयाँ वर्षमा मेरो छोरा त क्या ठिक छ छोरा कसले पैसा तिर्दिनु भयो हजुर कसले अरे ए ह्याप्पी बर्थडे भइगयो त नि मेरो छोराको त ल मजा आइरहेछ अनि कस्तो लागिरहेछ छोरा खुसी ल कति पैसा तिर्नु पर्ने अरे 100 अरे ल घोडामा चढ्न पनि पाइँदो रहेछ 100 रुपियाँ तिर्नु पर्ने अरे ल यस्तो छ यता अर्को घर यता 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 रुखहरू राम्रो राम्रो छ वाउ पानी पर्ला पर्ला जस्तो भइसकेको छ तर धन्न पानी परेको छैन हेर्नुहोस् न पुरानो तरिकाको घरहरू चाहिँ बनाउनु भएको रहेछ यस्तो छ यहाँ जेनेरेटर हो कि के राखिरहेको होइन हेर्नुहोस् है पछाडि साइडको घर यस्तो देखिन्छ म पुरै देखाउँछु है त ल यस्तो छ हल्लेर यस्तो छ यहाँबाट यो घरबाट सट्ट यस्तो 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 यतापट्टि यस्तो छ अब यहाँ पर गएर देखाउँछु है म चुमुलोङ पार्क यस्तो छ अर्को घर यहाँदेखि माथि सानो घर यो घरभित्रको भित्तामा चाहिँ कुन राजाको चित्र जस्तो छ हेर्न जाउँ है त थाहा भएन राजाको हो कि क्या र कसको चित्र हो नि यो थाहा छ तपाईँहरूले हजुर झाँक्री बा ए यहीँको स्थानीयवासीको ए उहाँकै घरको हो कि के हो नि यो राम्रो चित्र बनाएर रहेछ यस्तो छ ढोकाको नेरी बनाएर राखेको रहेछ यो भित्र चाहिँ पस्न दिन्छ कि दिँदैन हजुर हजुर ए हजुर ए यो चित्र भएकै मान्छे उपचार पनि ए उपचार गर्दै हुँदो रहेछ झाँक्री बा हुँदो रहेछ उहाँकै चित्र रहेछ है अब यहाँदेखि तल अर्को घर पनि नजिकबाट देखाउँछु है म जाउँ 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 सिँढी सिँढी आँगन छ कस्तो दामी पुरै देखिएन अगाडि अगाडि जान्छु म यताबाट चट्ट यहाँ पनि अग्लो ढुङ्गा राखेको छ आँगनमा अनि
चट्टसँगले यता पनि अर्को घर छ सेम देखिँदो रहेछ क्या मान्छेको भिडभाड छ टाढाबाट पुरै देखिने गरी मैले देखाएँ त यसलाई यस्तो छ के छ अरे भन न के छ अरे भित्र रहेछ किन्नु पर्ने हो बच्चालाई पर्दैन नि त पर्दैन मेरो छोराले यो के देख्यो अरे के थियो अरे माथि पनि हेर्न मन लागेको माथि पनि हेर्न मन लागेको जान पाइन्छ होला नि त नानीहरू के लेखेको रहेछ हेरौँ है सम्मान पत्र जस्तो छ राम्रो देखिँदैन सक्छ टल्केर यो भित्र चाहिँ टिकट लाग्छ अरे फोटो भिडियोको लागि फोटो भिडियो चाहिँ सुट गर्न पाइँदैन अरे उहाँले भन्नुभएको हुँदैन अरे बाहिर त पाइयो यस्तो 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 गरेर कस्तो मजाले यो काठको लगाएको यो घर भयो भने पछाडितिर चाहिँ यस्तो राम्रो बोट बिरुवा चट्टसँगले अनि यहाँ तल पोखरी एकदम राम्रो पोखरी देखिरहेछ हल्का जुम गरेर हेरौँ न खै जुमै भएन त हो भ्यागुता तिमी पुगेर आएको होइन के रहेछ भ्यागुता मात्रै रहेछ पाहा होला भ्यागुता मात्र माछा छैन पुरै पानी पर्न लागिसक्यो मान्छेलाई वास्तै छैन पानी पर्छ कि केही डरै छैन के सबैजना आफ्नो आफ्नो धुनमा व्यस्त हुनुहुन्छ यस्तो आकाश मडारिराखेको छ हामी पनि आफ्नै तालमा व्यस्त छौँ अब पानी परेर चाहिँ कस्तो बिजोग हुने हो सबजना फोटो खिच्ने भिडियो बनाउने टिकटक बनाउने सबजना आफ्नै आफ्नै तालमा बिजी आकाश भने यस्तो छ हेर्नुहोस् मडारिएर बाफ्रे अहिले पानी खस्ला जस्तो छ फेरि चढ्ने पुगेन अघिकोले यता हेर भाइ फेरि चढ्ने राम राम को ऊ चाहिँ चिनेको छ देमाको छोरा पो त भाइ हो भाइ देमा हो ऊ देपा यता देपालाई खै देपालाई नमस्ते गरौँ फेरि मेरो छोरालाई चाहिँ घोडा चढ्नले रहर पुगेन अरे फेरि चढ्नको लागि लाइनमा पुरा मुडा माथि लाइनमा बसिरहेछ मेरो छोरा पालो कतिखेर आउने हो भिडियो फोटो खिच्ने अरे हतार कुदाउँदैछ पानी परो भनेर राम्रो हेर त छोरी कत्रो अब पानी पत्रो आउँछ छिटो खिचिहाल्ने ए नमस्कार दिदी नमस्कार मेरो छोरा पानी पर्यो है छिटो गर रात पर पानी पर रात त परेको छैन कि पानी परेर ला पानी पर्यो फेरि कहाँ खिच्नु पर्यो मेरो छोरीलाई चाहिँ खोइ हौ बर कहाँ कुदेको हेर कहाँ खिच्दिनु लु असिना पर्छ छोरी असिना लु 3:30 भयो पानी परेर बिजोको मोबाइल बिग्रिन्छ छोरी अब जानुपर्छ पानी पर
ल 3:30 भयो पानी परेर गुटुङटुङ छ मार्नुहुन्छ अघि कराउँदै अहिले त यो चौर त खाली हेर न छोरी कता कता पर्छ कहाँ हुनुहुन्छ मार्नुहुन्छ लु बाई बाई आजलाई बाई बाई रात परो पानी परो बाई बाई साथीहरू फेरि भेटौँला बाई फेरि भेटौँला